उत्पत्ति 47 अध्याय। तब भित्र गएर योसेफले फारोलाई भने, मेरा बुबा र दाजुभाइहरू, उनका भेडा बाख्रा, गाईबस्तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् र अहिले उनीहरू गोशेन प्रदेशमा छन्। तिनले आफ्ना दाजुहरू मध्येबाट 5 जनालाई लिएर फारो कहाँ हाजिर गराए। फारोले तिनका दाजुभाइहरूलाई सोधे, तिमीहरूको कामधन्दा के हो? उनीहरूले फारोलाई भने, हामी हजुरका दासहरू हाम्रा पिता पुर्खादेखि नै गोठाला हौं। उनीहरूले फारोलाई अझै भने, हामी यस देशमा बसोबास गर्न आएका छौं, किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूलाई भेडा बाख्रा चराउने ठाउँ भएन। अब बिन्ती छ कि हामी हजुरका दासहरूले गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऊँ। फारोले योसेफलाई भने, तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमी कहाँ आएछन्? मिश्र देश तिम्रै अघि छ। देशको सबैभन्दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्न देऊ। उनीहरूलाई गोशेन प्रदेशमा नै बस्न देऊ। उनीहरूमध्ये कति लायकका मानिसहरू छन् भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्तुहरू पनि उनीहरूकै जिम्मामा लगाइदेऊ। तब योसेफले आफ्ना बुबा याकुबलाई पनि फारो कहाँ हाजिर गराए। याकुबले फारोलाई आशीर्वाद दिए। फारोले याकुबलाई सोधे, तपाईको उमेर कति भयो? याकुबले भने, मेरो प्रवासी जीवनको उमेर 130 वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दुःखमय भएका छन् हजुर। मेरा पिता पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन। अनि याकुबले फेरि फारोलाई आशीर्वाद दिए र फारोको उपस्थितिबाट निस्केर गए। तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए र फारोको हुकुम अनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गा जमिन दिए। योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको संख्या अनुसार खानेकुरा दिएर उनीहरूको पालन पोषण गरे। घोर अनिकालले देशग्रस्त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँ पैसा खर्च गरिसके तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, हामीलाई अन्न दिनुहोस्। तपाईका आँखाको सामुन्ने हामी किन मरौं? हामीसित भएका रुपियाँ पैसा सबै सिद्धिए। योसेफले तिनीहरूलाई भने, तिमीहरूका रुपियाँ पैसा सिद्धिए भने गाईबस्तु ल्याऊ। तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउँला। यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफ कहाँ ल्याए र योसेफले तिनीहरूका घोडा, भेडा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न दिए। त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, हाम्रा रुपियाँ पैसा सबै सकिएको कुरा त हजुरलाई थाहै छ। गाईबस्तुका बथान पनि सबै हजुरकै भइसकेका छन्। अब हजुरको लागि हामीसँग हाम्रै जीव र जग्गा जमिन बाहेक अरू केही छैन। हामी हजुरका आँखाको सामुन्ने किन नष्ट हुने हामी र हाम्रा जमिन पनि? हामीलाई अन्न दिएर हाम्रा जमिन समेत हामीलाई किन्नुहोस् र हामी आफ्ना जग्गा जमिन समेत फारोका कमारा कमारी हुनेछौँ। हामीलाई बिउ दिनुहोस् र हामी जीवित रहनेछौँ र हाम्रा जग्गा जमिन पनि उजाड हुने छैन। यसरी योसेफले मिश्रका सबै जग्गा जमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्ना जग्गा जमिन बेचे। यसरी जग्गा जमिन फारोको भयो। मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए। तर पुजाहारीहरूका जग्गा जमिन तिनले किनेनन्, किनभने पुजाहारीहरूलाई फारोबाट अन्नको हिस्सा तोकिएको थियो र फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे। त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गा जमिन बेच्नु परेन। योसेफले प्रजाहरूलाई भने, हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गा जमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बिउ यहाँ छ र तिमीहरूले जमिनमा बिउ छर, तर फसलको बेलामा उब्जनीको 5औं हिस्सा तिमीहरूले फारोलाई टक्राउनु पर्छ। 4 हिस्सा चाहिँ खेतीलाई बिउको निम्ति र तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाले खानका निम्ति तिमीहरूका आफ्नै हुनेछ। तिनीहरूले भने, हजुरले हाम्रो प्राण बचाइदिनु भएको छ। हजुरको निगाह हामी माथि रहोस्। हामी फारोका कमारा हुनेछौँ। यसैले मिश्र देशमा जग्गा जमिनको विषयमा योसेफले एउटा ऐन बनाए जो आजसम्म प्रचलित छ कि उब्जनीको 5औं हिस्सा फारोको हुन्छ। पुजाहारीहरूका जग्गा जमिन मात्र फारोको भएन। अब मिश्रको गोसेनमा इस्राएलीहरूले बसोबास गरे र तिनीहरूले त्यहाँका जग्गा जमिन आफ्नो अधिकारमा लिए। अनि त्यहाँ तिनको फलिफाप भएर संख्यामा ज्यादै वृद्धि हुँदै गयो। याकुब मिश्रमा 17 वर्ष बाँचे। याकुबको जम्मा उमेर 147 वर्ष भयो।
इस्राएलको मर्ने बेला आइपुग्दा तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, यदि तैँले मलाई श्रद्धा गर्छस् भने दया गरी तेरो हात मेरो तिघ्रमुनि राखेर म प्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर। तैँले मलाई मिश्र देशमा नगाड, तर जब म मेरा पिता पुर्खाहरूसँग सुति जाउँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे। तिनले भने, तपाईले भन्नुभए बमोजिम म गर्नेछु। फेरि याकुबले भने, मसँग शपथ खा। अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे। हवस् त, उत्पत्ति ४७ अध्याय बाइबल वाचन समाप्त भएको छ। नेपाली बाइबल वाचन युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।